आज मैले बडकाउलीको पकौडाको रेसिपी लिएर आएकी छु। नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल शान्ता किचनमा। त्यसको लागि मैले यहाँ अदुवा, लसुन, धनियाँ, हरियो खुर्सानी, सुजी, प्याज, बेसन, गहुँको आँटा, बडकाउली लिएकी छु। सबैभन्दा पहिला मैले ग्यास बालेर कराई बसालेँ। कराई बसालिसकेपछि पानी राखेँ। पानी राखिसकेपछि उम्लिनको लागि ढाकेँ। हेर्न सक्नुहुन्छ पानी पनि उम्लिसकेको छ। अब म बडकाउली राख्छु। काउली राखिसकेपछि थोरै नुन राखेर ढाकेँ। बडकाउलीलाई धेरै बेर पकाउनु पर्दैन, 2 मिनेट जति पकाए हुन्छ। 2 मिनेट नि भइसकेको छ। अब म ग्यास बन्द गर्छु। ग्यास बन्द गरिसकेपछि पानी फालेर एउटा भाँडामा राखेँ। काउली सेलाउने बेलासम्म म घोल बनाउँछु। घोल बनाउनको लागि भाँडामा बेसन, सुजी, प्याज, हरियो खुर्सानी, अदुवा, लसुन, धनियाँ, स्वाद अनुसार नुन, खुर्सानी, मसला राखेँ। सबै राखिसकेपछि पानी राखेर मोलेँ। काउलीको पकौडा बनाउँदा चाहिँ घोल पातलो गर्नु हुँदैन। घोल बनाउँदा चाहिँ पानी थोरै थोरै गरेर राख्नुपर्छ। हेर्न सक्नुहुन्छ मैले घोल रेडी बनाइसकेँ। अब म पकौडा बनाउनुतिर लागेँ। त्यसको लागि ग्यास बालेर पेन बसालेँ। पेन तातिसकेपछि तेल राखेँ। पहिला काउलीलाई पिठोले कोट गर्नुपर्छ। हेर्न सक्नुहुन्छ काउलीलाई कोट गरिसकेँ। कोट गरिसकेपछि घोलमा डुबाएँ। काउलीमा चाहिँ घोल सबै ठाउँमा लाग्ने गरेर मोल्नुपर्छ। हेर्न सक्नुहुन्छ मैले घोल लगाइसकेँ। तेल तातिसकेपछि 1 घन्टा गर्दै पकौडा राखेँ। पकौडा पकाउँदा चाहिँ ग्यास सानो गरेर पकाउनुपर्छ, ठुलो गऱ्यो भने डढ्छ। पकौडा राखिसकेपछि गोल्डन ब्राउन हुनको लागि छोडेँ। एक साइड गोल्डन ब्राउन भइसकेको छ। म अर्कोतिर पल्टाएर गोल्डन ब्राउन हुनको लागि छोड्छु। हेर्न सक्नुहुन्छ हजुरहरूले दुवै साइड गोल्डन ब्राउन भइसकेको छ। अब म यसलाई निकालेर एउटा भाँडामा राख्छु। अब म बाँकी पनि यसरी नै पकाउँछु। हेर्न सक्नुहुन्छ सबै पकौडा नि पाकिसक्यो। यसलाई हजुरहरूले केचपसँग नि खान सक्नुहुन्छ, चटनीसँग नि खान सक्नुहुन्छ। मैले यहाँ चटनीसँग लिएकी छु। आशा छ हजुरहरूलाई भिडियो मन पर्यो होला।